लाइफाई को पूरा नाम लाइट फिडेलिटी हो। सन् 2011 मा प्रोफेसर हारल्ड हसले टेड ग्लोबल टेकमा प्रकाशलाई पनि वायरलेस माध्यम बनाउन सकिन्छ भनेर सम्मेलनमा प्रदर्शन गरेका थिए। वायरलेस फिडेलिटीलाई वाइफाई भने चाहिँ लाइट फिडेलिटी यानी प्रकाश माध्यम भएकोले ठोटकरीमा लाइफाई भनिएको हो। लाइफाई एउटा वायरलेस कम्युनिकेसन टेक्नोलोजी हो। जसरी वाइफाई टेक्नोलोजीमा डेटा ट्रान्सफर गर्नको लागि वाइफाई राउटरको आवश्यकता पर्छ र राउटर माध्यम रेडियो फ्रिक्वेन्सी मार्फत हुँदै हाम्रो मोबाइलसम्म नेट आइपुग्छ भने लाइफाईमा लिड बल्बको माध्यमबाट लाइट यानी प्रकाशको मार्फत डेटा ट्रान्सफर हुँदै मोबाइलमा नेट चल्छ। घरको एउटै वाइफाई राउटरले प्रत्येक रुमहरूमा 70 देखि 80% इन्टरनेटको सिग्नल पुर्याउँछ भने लाइफाईमा एउटा निश्चित ठाउँमा मात्र प्रकाश पुग्छ र प्रकाशलाई पर्खालद्वारा अवरुद्ध हुने भएकोले प्रत्येक रुमहरूमा लिड बल्बको आवश्यकता पर्छ, जसले गर्दा वाइफाईको भन्दा लाइफाईको डेटा ट्रान्सफर स्पिड अधिक हुन्छ। तथै वाइफाईमा हुने हानिकारक रेडियो तरङ्ग जस्तै लाइफाईमा हुँदैन।